मैले काम गर्न थालेको 12 वर्ष भयो। मैले पढेर 12 पास गरेपछि के गर्ने होला सोचेको थिएँ। शिक्षक काम गर्ने सोच भए तापनि बहिराहरूको लागि टिचिङ लाइसेन्स लिन गाह्रो थियो। त्यसपछि यही काम गर्न थालेँ। सानैदेखि म सुन्ने साथीहरूसँग यहाँ डुङ्गा चलाउन, पौडी खेल्न आउँथे र यही बानी लाग्यो। पछि म यही काम गर्न सक्छु भन्ने आँट आयो। पहिला मेरो साथीहरूले मलाई हेप्थे, तर पछि काम गर्न थालेपछि सायद म नेपालको एकमात्र बाहिरा माझी हुँ। सुरुमा काम गर्ने प्रस्ताव गर्ने बेलामा यो काम गर्न सक्छु भन्ने आँट थियो, तर काम गर्दै गएपछि शरीर दुख्ने गर्थ्यो र बिस्तारै बानी पर्यो। अहिले सजिलो लाग्छ। अहिले यहाँ धेरैजसो मानिसहरू घुम्न र पूजा गर्न आउनुहुन्छ र यहाँबाट मलाई धेरै राम्रो आम्दानी हुन्छ। घुम्न आउने सुन्ने मानिसहरूले बिल तिरेर आउनुहुन्छ। म सुन्न सक्दिनँ, बोल्न सक्दिनँ। उहाँहरूले तिम्रो घर कहाँ हो, कसरी यो काम गर्छौ, तिम्रो नाम के हो भनेर सोध्नुहुन्छ। मैले लेखेर कुरा गर्छु। बोटिङ गर्ने क्रममा हावाहुरी र पानीको खतरा भयो भने, कस्टमर डराउनु भयो भने बिलमा भएको नम्बरमा फोन गर्न लगाउँछु अथवा उद्धारकर्मी आएर उद्धार गर्नुहुन्छ र म ढुक्क हुन्छु। हामीलाई चाहिँ एकदमै रमाइलो लाग्यो। उहाँ कान सुन्नुहुँदो रहेन रहेछ, त्यही पनि उहाँले चाहिँ हामीलाई राम्रो सर्भिस दिनुभयो। अलिकति इन्टरेक्सन गर्न चाहिँ प्रब्लम जस्तो भएको थियो सुरुमा चाहिँ, तर पछि चाहिँ राम्ररी नै हामीले बोटिङ गऱ्यौँ। हामी चाहिँ यो सर्भिस, उहाँको सर्भिसबाट चाहिँ एकदमै खुसी छौँ। यो ताल देख्दा मलाई आनन्द लाग्छ र घुम्न पाउँदा खुसी लाग्छ। सुरुमा अब थाहै भएन, बोल्छन् भन्ने भयो। 3-4 वर्षदेखि अनि बोलेन। स्कुल खोज्दाखेरि पाउँदा पाइएन, पछि पाइयो बल्ल। कसरी गर्ने भन्ने थियो। अहिले स्कुल पाएर मन ढुक्कै भएको पिर त दुधुन त हुँदा कति पिर हुन्छ, आमालाई पीडा कति हुन्छ अन्त के छ। मेरो भाइले घरमा कुराकानी राम्रो गर्छ, माया गर्छ, बानी पनि राम्रो छ। गर्न त मैले अहिलेसम्म सबै त गरेकै थिएँ। अब पनि जे चाहियो त्यही मैले गर्ने। म मेरो कामदेखि धेरै खुसी छु। भविष्यमा पनि डुङ्गा चलाउने छु।
र मेरो बाहिर साथीहरूलाई पनि आवश्यक परेमा सहयोग गर्नेछु।